केही छ कुनै सूचना जानकारी केही छ केही पनि छैन। अब त्यो त पुलिसले गर्ला नि भन्ने उहाँहरूको जुन आयो विषय आयो, त्यसले गर्दा हामी यो चाडबाडको जुन समय छ यो समयमा यसलाई ठुलो थ्रेटको रूपमा पनि लियौँ र करिब 4 दिनको एकदम गम्भीर अनुसन्धानपछि हामीले हराएका 5वटा बाइक, हामी कहाँ रिपोर्टेड 5वटा बाइक मध्येमा हामीले 4वटा बाइकहरू र त्यसमा संलग्न अभियुक्तहरूलाई अथवा त्यसमा संलग्न अहिले हामी सस्पेक्ट नै भन्छौँ, त्यसमा संलग्न सस्पेक्टहरूलाई प्राविधिक भौतिक रूपले सबै अनुसन्धान गरेर ती व्यक्तिहरूलाई पनि हामीले अहिले अरेस्ट गरेका छौँ। तिनीहरूलाई हाम्रो प्रहरी नियन्त्रणमा लिइसकेका छौँ र आज त्यसको म्याद थप्को प्रक्रिया अहिले चलिरहेछ अदालतमा। ती 7जना व्यक्तिहरू र 4वटा बाइकहरू हामी पीडितका बाइकहरू, त्यो पीडितहरूलाई पनि थाहा छैन, उहाँहरूले निवेदन पनि दिन आउँदै हुनुहुन्छ कतिपय। हामी कहाँ उहाँहरूले सूचना दिनुभएको 100मा, कतिपयले मलाई यसमा फोन गरेर सूचना दिनुभएको र ती व्यक्तिहरूले कस्तो भने नेपालबाट अथवा हाम्रो राजविराज एरियाबाट अथवा जिल्ला 70बाट मोटरसाइकलहरू एकदम अटोमेटिक डाइरेक्ट स्टार्ट गर्ने, त्यसपछि इन्डियामा लगेर पनि बेच्ने, गाउँतिर पहाडतिर पनि पठाउने, त्यो गरेको। उदयपुरबाट समेत हामीले बाइक बरामद गरेका छौँ, इन्डियाको सिमानाबाट समेत बाइक बरामद गऱ्यौँ। खेतको बिचमा बाटोबाट 1.5 किलोमिटर भित्र खेतको बिचमा लगेर लुकाएर लागेको अवस्थामा पनि त्यहाँबाट हामीले बाइक बरामद गरिसकेका छौँ र कुनै बाइक घरबाट पनि बरामद गरेको अवस्था छ। त्यस कारण अब यो आम रूपमा म जिल्ला 70 अन्तर्गतको सुरक्षा प्रमुखको हिसाबले अथवा जिल्ला प्रहरी कार्यालय प्रमुखको हिसाबले पनि के भन्न चाहन्छु भन्दाखेरि 70 जिल्लामा क्राइम हुनबाट रोक्ने प्राविधिक र भौतिक र सम्पूर्ण हामी संयन्त्रहरू परिचालन गरिरहँदा पनि अपराधहरू हुन सक्ने सम्भावना त्यत्तिकै रहेको कारणले गर्दा सम्पूर्ण यो चोरी लुटपाट यी कुराहरूमा पनि हामी आफू पनि, हामी जो आफ्नो अभिभावक छौँ, जो आफ्नो त्यसको धनीहरू छौँ, ती धनीहरूले पनि केही कुराहरू विशेष ख्याल गर्नुपर्ने छ। चाडबाड आएको छ, यो समयमा झन् दीपावली र छठको कुराहरू हुन्छ, गरगहनाको कुराहरू हुन्छन्। महिला दिदीबहिनीहरूले, आमाहरूले पनि विभिन्न गरगहनाहरू पनि लगाएर हिँड्न सक्ने अवस्था छ। त्यो अवस्थालाई पनि रोक्नको लागि हामीले प्रिएम्प्टिभ हिसाबको निर्धारित पूर्व तयारी हिसाबले पनि केही एक्सनहरू गरिरहेछौँ, तर पनि त्यसले पनि नपुग्दो रहेछ। त्यस कारण हामी त्यसमा इन्भेस्टिगेसनमा जानुपर्ने अवस्थामा हामी इन्भेस्टिगेसनबाट कुनै पनि हिसाबले पछाडि हट्दैनौँ र त्यसमा हामीले 5वटा हराएका बाइक मध्येमा 4वटा बाइक ल्याइसकेका छौँ। हामी पीडितहरूलाई बोलाएर त्यसलाई सार्वजनिकीकरण गर्ने हाम्रो कार्यक्रम पनि थियो आज र त्यही अवसरमा मैले आजको यो कार्यक्रममा उहाँहरू यो हामीले यो 4वटा मोटरसाइकल र 7जना जुन शङ्कित चोरहरूलाई हामीले नियन्त्रणमा लिएका छौँ। यो चाहिँ 10 गते 4:30 बजेको समयमा जिल्ला 70 तिलाडी कोइलाडी वार्ड नम्बर 8 बस्ने लन कुमार दासले तोपा बजार स्थित रहेको स्कुलको गेट अगाडि पार्किङ गरिरहेको 102/86 नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकल चोरी भएको भने यस कार्यालयमा हुलिया निवेदन दिएको र विभिन्न स्थानमा समेत मोटरसाइकलहरू चोरी भएको सम्बन्धमा हामीले प्राप्त हुलिया निवेदनको आधारमा यस कार्यालयबाट प्रणव डम्बरपुरीको कमानमा प्रहरी टोली परिचालित भई खोजतलास गर्दै जाँदा देहाय अनुसारका नम्बर भएका चोरी भएका मोटरसाइकलहरू सहित चोरीमा संलग्न निम्न स्थान बस्ने निम्न व्यक्तिहरूलाई पक्राउ गरी यस कार्यालयमा दाखिला भएको छ र त्यसलाई हामी आवश्यक कानुनी कारबाहीका लागि र थप अनुसन्धानका लागि अगाडि बढ्दैछौँ भन्ने जानकारी गराउन चाहन्छु। यसमा जिल्ला 70 राजविहार नगरपालिका वार्ड नम्बर 15 खाँडोपुल स्थितमा बस्ने अनिल कुमार यादव, यही बस्ने राजनारायण यादव, यही बस्ने सचिन यादव, यही बस्ने गजेन्द्र कुमार यादव र जिल्ला 70 राजविहार नगरपालिका वार्ड नम्बर 11 बस्ने अजय कुमार यादव, जिल्ला 70 राजविहार वार्ड नम्बर 10 बस्ने शिवनन्दन यादव र जिल्ला उदयपुर बेलका नगरपालिका 9 बस्ने गणेश बहादुर विश्वकर्मा, यी व्यक्तिहरूलाई शङ्कित व्यक्ति र अभियुक्तको रूपमा हामीले अरेस्ट गरेर हामीले पक्राउ गरेर कानुनी कारबाही अगाडि बढाउँदैछौँ। हामीसँग ती मोटरसाइकलहरू तल जिल्ला प्रहरी कार्यालयको परिसरभित्र पनि छन्। यहाँहरूले त्यो मोटरसाइकललाई सार्वजनिकीकरण गरिदिन पनि सक्नुहुन्छ र सक्नुहुनेछ भन्ने अपेक्षा पनि गरेका छौँ। ती व्यक्तिहरू सबै पीडितहरूलाई हामीले चिनि नसकेको अवस्था पनि छ र यिनीहरूबाट हामीले अहिलेसम्म 4वटाको कुरा आएको छ, तर हामी धेरै अन्य जिल्लाहरूबाट हराएका बाइकहरूलाई पनि खोजतलास, अन्य ठाउँबाट पनि हराएका बाइक गाडीहरूको खोजतलासको विषयमा पनि यिनीहरूमाथि थप अनुसन्धान हुँदैछ, यिनीहरूको हिस्ट्रीमाथि अनुसन्धान हुनेछ। सँगसँगै नजिकै गरेको जुन यो दीपावली छ र छठमा यहाँहरू सबैजनाको परिवारमा सुख शान्ति अमरत्व र सद्भाव कायम होस् र सबैजनाले यो पर्वलाई दुःखमा पनि अलिकति हर्षोल्लासका साथ मनाउनु हुनेछ भन्ने
आशा अपेक्षा सहित यहाँलाई हार्दिक मङ्गलमय शुभकामना दिन चाहन्छु। मैले खास यो प्रेस विज्ञप्ति पढेर सुनाउने र पढेर जानकारी गराउने कोसिस गर्दैछु। यो विभिन्न मितिमा 4वटा मोटरसाइकल र 7 जना अभियुक्तहरूलाई पक्राउ गरेको सम्बन्धमा छ। विभिन्न समयमा सप्तरी जिल्लामा चोरी भएका यी मोटरसाइकलहरू प्रहरीलाई जुन रिपोर्टेड छन् अथवा प्रहरीकोमा जाहेरी प्राप्त, सूचना प्राप्त अथवा जानकारी प्राप्त भएका मोटरसाइकलहरू मध्येमा केही मोटरसाइकलहरू हामीले चोरहरूको नेटसहित बरामद गरेको अवस्था छ र त्यसमा अहिले 7 जना व्यक्तिहरू पक्राउ गरेको छ। तीमध्येमा 4वटा बाइकहरू हामीले बरामद गरिसकेका छौँ। ती सम्बन्धित अभियुक्तहरू जुन छन् चोरी केसमा अथवा चोरी अनुसन्धानमा पक्राउ परेका अभियुक्तहरूलाई हामीले यहाँ पक्राउ गरेर यी सामानहरूसहित बरामद गरेको अवस्था छ र यसलाई अगाडि कानुन बमोजिम कारबाही अगाडि बढ्नेछ। यस सन्दर्भमा जिल्ला सप्तरी राजविराज नगरपालिका वार्ड नम्बर 15 खाँडो पुल बस्ने अनिल कुमार यादव, यही बस्ने राजनारायण यादव र यही ठेगानामा बस्ने सचिन यादव, यही बस्ने गजेन्द्र कुमार यादव, जिल्ला सप्तरी राजविराज नगरपालिका वार्ड नम्बर 11 बस्ने अजय कुमार यादव, जिल्ला सप्तरी राजविराज नगरपालिका वार्ड नम्बर 10 बस्ने शिवनन्दन यादव, जिल्ला उदयपुर बेलका नगरपालिका वार्ड नम्बर 9 बस्ने गणेशबहादुर विश्वकर्मालाई प्रहरीले नियन्त्रणमा लिएर कानुन बमोजिम अनुसन्धान अगाडि बढाउँदैछ। र यस सम्बन्धमा के भन्दा हामीले जिल्ला प्रहरी कार्यालयमा प्राप्त सूचनाहरूलाई तत्काल एक्सप्लोइट गर्ने यी 4-5 दिनका घटनाहरू हुन्। 4-5 दिनमा भएका विभिन्न घटनाहरूमा प्रहरी पछि चोरी गर्ने मान्छे अगाडि भन्ने जस्तो देखिए पनि समग्र रूपमा जिल्लाको शान्ति सुरक्षाको स्थितिलाई हामीले बहाल गर्न सकिरहेको अवस्था छ र जिल्ला प्रहरी कार्यालयबाट हुने जति पनि अनुसन्धानहरू छन् त्यसलाई व्यावसायिक र एकदमै निष्पक्ष रूपमा हामी अगाडि बढाउँदैछौँ र प्रहरीको अरन खटन पनि त्यही हिसाबले भएको छ र सम्पूर्ण जिल्लामा प्रहरीले जिल्ला स्थित प्रहरीहरूले गर्वलायक कामहरू गरिरहेको अवस्था छ। यो कार्यक्रममा यहाँहरूले आफ्नो उत्साहजनक सहभागिता जनाइदिनु भएकोमा जिल्ला प्रहरी कार्यालयको तर्फबाट पनि हार्दिक आभार र धन्यवाद व्यक्त गर्न चाहन्छु। साथसाथै हाम्रो नयाँ प्रवक्ता डम्बरपुरी सर हुनुहुन्छ र यहाँ अब आउँदा दिनहरूमा उहाँ तपाईँहरूको प्रत्यक्ष पोइन्ट अफ कन्ट्याक्ट म पनि छु र इनकेस म नहुँदा सिधै उहाँलाई प्रवक्ता सरलाई पनि यहाँले सम्पर्क गर्न सक्नुहुनेछ। आगामी दिनहरूमा हामीले यी सूचनाहरूलाई निरन्तर रूपमा प्रेषण र सम्प्रेषण गर्ने अभिलाषा राख्दै धन्यवाद। चोरी भएका यो बाइकहरू जिल्ला प्रहरी कार्यालय सप्तरीले समातेर ल्याएको छ। यो चोरीको बाइकहरू है जिल्ला प्रहरी कार्यालय सप्तरीले राजविराजबाट चोरी भएका बाइकहरू मोटरसाइकलहरू समातेर ल्याएको छ। दृश्यमा हामी देखाइरहेका छौँ। पनि छ 1, त्यसपछि 2, त्यसपछि 3 र यो 4। जिल्ला प्रहरी कार्यालय सप्तरी।